इजरायलद्वारा गत अक्टोबर 17 मा तिहार फेस्टिभल मार्फत नेपालको चाहिँ पुनर्निर्माण चाहिँ भौतिक पुनर्निर्माणलाई यस गैर-राष्ट्रिय नेपाली संघको अस्तिको प्रोग्रामबाट केही बचत रकम नेपाली रुपियाँ 10 लाख रुपियाँले हामीले आफ्नो देशलाई केही योगदान गर्ने उद्देश्यले आज हामीले नेपाली राजदूतावास इजरायलको हातमा हामीले चाहिँ यो पैसा चाहिँ हस्तान्तरण गरेका छौं र यसले चाहिँ एउटा हाम्रो देश विकासको उसमा विदेशमा रहेका हामी नेपालीहरूबाट एउटा इटा थप्ने काम भएको कुरा चाहिँ म अवगत गराउँदै यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता सहयोगी महल गैर-राष्ट्रिय नेपाली संघ इजरायलका कार्य समितिका सम्पूर्ण साथीहरू र विभिन्न संघ संस्थाका साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। नमस्कार सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायत दूतावास परिवारले हामीलाई आह्वान गरे अनुरूप र नेपाल सरकारको उहाँहरूलाई रहेको निर्देशन अनुसार नेपालमा क्षति भएका भौतिक संरचनाहरू पुनर्निर्माण र घाइतेहरूको उपचारका लागि पनि भन्ने एउटा कुरा आएको छ। त्यसको निम्ति हामीले हाम्रो तर्फबाट केही सहयोग गरौं भन्ने उद्देश्यले तिहार फेस्टिभल नामक एउटा चाहिँ सांस्कृतिक कार्यक्रम गरेका थियौं। त्यसबाट बचत तथा हामीलाई साथ सहयोग र सपोर्ट गर्नुहुने पुनर्निर्माणको लागि सहयोग गर्नुहुने साथीहरूबाट संकलित रकम चाहिँ आज हामीले दूतावासमा गएर यो तेल अभिभ इजरायलको दूतावासमा उपनियुक्त प्रमुख श्री कुमार बहादुर श्रेष्ठज्यूलाई हामी हस्तान्तरण यो चेक हस्तान्तरण गरेर गर्दैछौं र यसरी देशलाई चाहिँ आवश्यक परेको बेलामा हाम्रो तर्फबाट सदैव साथ सहयोग र सपोर्ट रहनेछ र हामी आफ्नो देशको निम्ति केही गर्ने जमर्को पनि राख्छौं र गर्छौं पनि र इजरायलमा भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले गर्नुभएको साथ सहयोग र सपोर्टको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै मेरा कार्य समितिका साथी सदस्यहरू लगायत अन्य बाहिरबाट सहयोग गर्नेहरू सबैलाई पनि धन्यवाद दिँदै फेरि पनि तपाईहरुले यसरी नै साथ सहयोग सपोर्ट गर्नुहुनेछ भन्दै तपाईहरुलाई धन्यवाद दिँदै फेरि पनि हामी आउनेछौं तपाईहरुसँग यस्तो आवश्यक परेको बेलामा हामीलाई फेरि पनि सहयोग गर्नुहुनेछ यसरी नै भन्ने अपेक्षा सहित धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। Thank you very much. सबैलाई नेपाली राजदूतावास तेल अभिभको आह्वान र गैर आवासीय नेपाली संघ इजरायलको अगुवाईमा हालै नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा 10 लाख रुपियाँ जम्मा हुन गएकोमा योगदान गर्ने एनआरएम का सम्पूर्ण अध्यक्ष सदस्यज्यूहरू र यहाँ बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा यस राजदूतावासको तर्फबाट म यहाँहरूलाई हार्दिक धन्यवाद सहित हार्दिक आभार प्रकट गर्छु। यहाँको निरन्तर सहयोगको अपेक्षा पनि आशा गरेको छु। धन्यवाद।